साथीहरु यो चाहिँ दोलल घाटको पुल उतापट्टि हेर्दै हुनुहुन्छ कि नदी बगिरहेको छ। यतापट्टि चाहिँ यो चाहिँ पुल हो। यो बिहानीको दृश्य हो दोलल घाटको। माथि पहाडहरु पनि देखिँदैछ। सुनसान छ यति बेला। जोस रमाइलो लाग्दैछ। न त्यति गर्मी न त्यति जाडो, आनन्दको मौसम छ। अहिले चाहिँ आउनुभयो भने पानीको मौसम पनि छैन। धेरै रमाइलो हुन्छ यता। मैले पनि दोलल घाटमा एकछिन बसेर विश्राम गरेर माछा खाएर आएँ। अब चाहिँ मेरो गन्तव्य यात्रा भनेको खाडी चौरतिरको छ। अब यहाँबाट चाहिँ म सिधै बायाँपट्टि लाग्छु। अलिकति माथि गएपछि दुईतिरको बाटो छ। माछा पसलहरू देख्दै हुनुहुन्छ। यहाँ टनाटन माछाहरू छ। मैले चाहिँ उतातिर खाइसकेँ, पल्लो साइडमै खाएँ। यहाँ धेरै गाडीहरू पनि रोकिएको छ माछा खानको लागि। मैले चाहिँ यता अलिकति भिड लाएर उतैपट्टि खाएर आएँ। अब म चाहिँ यहाँबाट सिधा खाडी चौर लाग्दैछु। हामी अलिकति माथि गयौँ भने दुईवटा बाटो आउँछ। एउटा चाहिँ तपाईँको माथि चौतारातिर जाने बाटो छ भने एउटा खाडी चौरतिर जाने बाटो छ। यहाँबाट अलिकति डिस्टेन्समा छ त्यो बाटो चाहिँ। त्यो बाटो पनि सम्भव भएसम्म म देखाउने कोसिस गर्छु। बाटो पनि अत्यन्त सफा पिच गरिएको बाटो छ। त्यस्तो बिघ्न खाल्डाखुल्डी यताउता केही पनि छैन। अनि बाटोमा देख्दै हुनुहुन्छ एउटा पनि गाडीहरू केही देखिँदैन। हुन त बिहानीको मौसम भएकोले पनि होला, बिहानीको समय भएकोले पनि होला, बाटोमा अहिले केही पनि देखिँदैन। तर हाम्रो जति पनि उता काठमाडौँ साइडमा या अन्डा साइडमा बिहानैदेखिको जाम, ट्राफिक जामहरू हुने समस्या छ। यता चाहिँ त्यस्तो केही पनि रहेनछ। मौसम पनि यस्तो राम्रो छ कि चारैतिर बादलले घेरिएको छ। बाटो पनि त्यस्तै छ। देख्दै एउटा गाडी चाहिँ हिँड्दो रहेछ। हिँड्दा चाहिँ अहिले भर्खर देखिहाल्नुभयो। माथि देख्दै हुनुहुन्छ तपाईँले कुहिरो लगाइरहेको छ। अब चाहिँ आउने ठाउँ भनेको चेहेरे भन्ने रहेछ। सायद यहाँभन्दा 1 किलोमिटर अगाडि होला। चारैतिर हरियाली जङ्गल छ। अहिले त मलाई यस्तो लाग्दैछ कि यो बाटो मेरै लागि मात्रै बनाए जस्तो लाग्दैछ। यहाँ कुनै पनि गाडी छैन। मैले एक्लैले लिएर हिँडिरहेको छु। चलाउन पनि आनन्द। तर त्यस्तो होइन कि बाटो खाली रहेछ भनेर स्पिडमा चाहिँ जाने होइन कि म लिमिटमै चलाउँदैछु। त्यति बिघ्न स्पिड पनि छैन। करिब 60 को स्पिडमा छ। म पनि तपाईँहरू जस्तै यो जङ्गलको रमणीय दृश्यलाई हेर्दै हिँडिरहेको छु र तपाईँहरूसँग कुरा पनि गरिरहेको छु। अब लगभग अलिकति अगाडि गएपछि सायद यो माथि चौतारा र खाडी चौर जाने बाटो छुट्टिन्छ होला। त्यो बाटो पनि हामीले हेर्नेछौँ। त्यहाँ के रहेछ हेरौँ। त्यति बिघ्न यतातिर मैले घरहरू पसलहरू चाहिँ देखिनँ। सायद यो ठाउँ मात्रै होला। जस्तो अहिले हामीले दोलल घाटमा हेऱ्यौँ, त्यहाँ चाहिँ झुप्पै बजारै थियो। त्यस पछाडि यहाँ केही पनि देखिँदैन। यहाँ आए जस्तो छ। ल यो चाहिँ साथीहरू हामी छुट्टिन्छौँ। ल साँगा चोकमा यहाँहरूलाई स्वागत रहेछ। माथितिर उतातिर गयो भने चाहिँ चौतारा जान्छ अरे। अब हामी चाहिँ यतातिर लाग्छौँ। यो चाहिँ अब खाडी चौरतिर जाने बाटो। मैले चाहिँ आज यतै बसेर दोलल घाटतिरै यसो स्विमिङ गरौँ कि भनेको। मौसम अलिकति त्यस्तै लाग्यो, जाडो जस्तो पनि लाग्यो। अनि स्विमिङ नखेल्ने विचार गरेँ। त्यही भएर साथीहरूले एकचोटि खाडी चौरतिर घुमेर आउँ भन्न थाले। त्यही भएर म चाहिँ यसो खाडी चौरतिर लागेको छु। हुनसक्छ अब त्यहाँबाट पनि अमन्ता साथीहरूले के भन्छन् त्यही अनुसारले हामी अगाडि बढ्नेछौँ या फर्केर आउँछौँ। तर पनि हुनसक्छ त्यतै भएर हामी उता खासातिर पनि लाग्न सक्छौँ, जता पनि लाग्न सकिन्छ। अब अहिले चाहिँ हामी जे होस् खाडी चौरतिर लाग्दैछौँ। खाडी चौर आएपछि तपाईँहरूलाई खाडी चौरको दृश्य पनि देखाउँछौँ।
यहाँ पुलिस चौकी रहेछ, सायद यहाँ चेक जाँच पनि हुन्छ। गए हुन्छ? हस्, धन्यवाद। यहाँ चेक चाहिँ हामीलाई गरेन। अब हामी लाग्यौँ उतातिर।